बेकार रुवा नि त रुवा छिटो न मलाई आफै रुन आउँछ भन्दै रोगी बाबा के गर्नु भएको छिटो भएको भने भात नभएर रोरे भाइ यहाँ आइज त छिटो यहाँ यत्रो भात पस्केर आइँदै यत्रो तँ लिएन चौबाटीले यहाँ बस्नु अनि बरु अनि किन रोको त अनि कसले के गरौ को रोइछ त अनि तँले भन्नु न कसले के गरौ आमा नि कसले यता हेर्नु त यता हेर न एउटा हाँसेर मर्नु म यता तँले भने के ले नाम होला नि त टोल बाल्ने राखिन्छ अनि रोइ मान्छे जाति तल अहिले हेर्न आइज भने मैले त्यही भएर यो भात पस्किनु भयो यो घन्टा लगाइसक्यो यो भुँडी देखेको कसले भुँडी देखेछ र अनि रोको चाहिँ किन कसले के गर्यो तिमीलाई रुदे मम्मी किन रोको त कसले के गर कसले ऊ त जाइ कान्छी आँखामा टर्नु आँखा देखिँदैन ले तँले के ले त चढ्यो नि बाहौ सेलाइसक्यो थोरै खान्छु खोलेर म खान्न भने मैले अलिक खाएन साथीहरू यो भात खाएको होइन किन भाइ तँलाई यो दुइटै खाएको होइन अनि भाइले खाएको थिएन बिहानको भात रहेछ अचारले न खाएको बिहान भाइ कसले पकाएर मम्मी भात आज कोही खोइली राडी पकाएको म कहाँ किन आफ्नो अर्कालाई दुखाइ बेला अनि के किन यस्तो कुरो गरेको त अचारले नि सन्ध्या खाऊ अलिकति अघि मात्रै भात खाएको मान्छेको ताल बाबा म मर्ने भयो अब के गर्ने होला यस्तोलाई भाइ आइज न मेरो हातमा क्यामेरा खै ऊ यहाँ बसेर खानु कस्तो अड्केले न पानी सन्देश खाऊ छिर्दै नि छिर्दै जिउभरि हालेर सेलाउँछ क्या अहिले अनि त्यो खाना मलाई बिर्सेर राडीको काट्टो के खाँदै प्रसाद हौ प्रसाद त्यो थोरै कहाँ ऊ त्यसले खान्छ त्यसले त म भाइ खाएको होइन त अहिले 3 हाडी खाएको कसम भाइ यो थोरै खान्छ कि खाइसकेर क्या अघि नै कहाँ खानु नाटक गरिकन उसले कसरी रुचायो होला नि के भाइ लौ न खोइ तरकारीमा अघि नै खायो भने खुल्दैन फेरि जुत्ता लाएर कहाँ जान ला हो कहाँ जान ला जुत्ता जानुपर्छ यसमा कहाँ जानुपर्छ लुगा लगाएर जानुपर्छ त्यो खा साथी रातिको 7 बज्दै ऊ बिहानको 7 बजेन लुगा लाएर योगा जाने ठुलो थाल खा न ठुलो अचारै हाल्दिनँ अब के खानु हाल्दैन भाइ अचार मैले त्यो घाँटी यस्तो घाँटीदेखि सुकेर है त्यति भए पुग्छ आमा सबै खाइहाल्यो हाल्ने भेजी थोरै हाल्न बित्तिकै सबै हाल्नु फेरि तँलाई यही खा कान्छीलाई नि हालिदिन्छ नि म खान्न भने भात नखाइकन त ग्यास्ट्रिक भएर मर्न खोज्या साथीहरू अघि यसो गर अब मलाई थाहा छैन म भोलि दुःख भन्नु ग्याखाइन अनि किन रोको त त्यसै भात खाँदैन भने रुनु परेन यो मर्नलाई चाहिँ यहाँ साथीहरू मलाई अघि न हाँस उठेको थियो होइन मलाई चिनेको भयो मम्मीलाई चाहिँ दूर लगाइरहेको छ होइन काल लाग्नु नि फेरि त्यो पनि लागेन भात खान आइले कस्तो नाटक गरी कान्छीले के गरे रे अनि भात खा होइन भने अघि नि तपाईँहरूले भाँडा देखिहाल्नुहुन्छ साथीहरू कहाँ खानु नि जिद्दी गरेर म त सक्दिनँ लै अझै अब एकछिनपछि भाँडा माथि ल्याउनुहुन्छ होइन फेरि भात हाल त भन्नु थाल्नुहुन्छ अहिले हेर्दै जा भोलि बिहान मान्ने आलु सिन भन्छ